ल हेर हाई भन बाई भन बाई अब त अरु त पढे नि भन्न पढिन भयो तर पढ्नु हाम्रो ब्याचलर सकियो नि के भन्ने भाइ बाखा के एकछिनलाई खुसी भयौँ 75% सकियो अब 25% बाँकी छ त्यही 75% मा खुसी हुन्छ हामी यही हो है ब्लग जस्तो बात त्यस्तै ब्लग लास्ट नभए मेरो हेर्ने साथीहरू यहाँ 4 जना घरकोले पनि हेर्छन् गाली गरी भए पनि आउनु साथीहरू ब्लगमा आउनु टु बी क्वालिफाइड बेरोजगार ड्रेसमा आलेकै कस्तो हो र हामी ड्रेसमा ग्रुप फोटो खिच्न कलेज आछौँ एक्जाम सकेर पनि हे भगवान कति ज्ञानी रहेछौँ हामी घर जान मन लाग्यो के निन्द्रा लाग्यो आँखा देख्दैनौ र यस्तो सुतेकै छैन लाथेम 4 सेमसम्म बोल्न 4th सेममा यसको प्यान्ट च्यातेर पछाडि अनि हामीले अनि विन चिटरले छेक्काएर अनि त्यसपछि कपडा फेर्न गएको बाय बाय गाइस बाय बाय छुट्टी के भने हन अरे मैं यार भी हूँ मैं समझाना पौडेल हूँ रे ये मेरा कलवा दोस्त है रे इसे मैं बहुत प्यार करती हूँ रे इसे मैं प्यार नहीं करती हूँ रे अरे हम काले हैं तो क्या हुआ दिल वाले हैं ये हमारा कॉलेज है रे सीसीटीवी का कॉलेज हो कॉलेज भाइ को त नाम पनि बिर्सिसके सिटी क्याम्पस यस स्कुल अफ ल हो रे हाम्रो मसँग मेरो 9 सेमसम्मको सर्टिफिकेट छ रे बिदाई हुन्छ नि त्यो दिन यस्तो हुने के यस्तो गाइजहरू हामीहरू ब्याचलर पास भएको त भन्न भएन ब्याचलरको इक्जाम दिएको मान्छेहरू ब्याचलर होइन है ब्याचलरको इक्जाम दिएर अनि हामी के ए बोल्नै देखाइन नि यार अनि के DREAM थियो के थिएन ड्रिम थियो त हुन्छ नि DRIM थियो हैन अब त्यति अनि हामी चाहिँ के भन्छ अरे अब रमेश हामी चाहिँ अब इक्जाम सकेको खुसियालीमा रमाइलो गर्न जाँदैछौँ खाना भनेर नक्कल पारेर लिपस्टिक सुरुमै खाना थकिन्छ हट हुन्छ कि के रे त्यही स्पाइसी डिस सुरुमै कफी खाने त्यही हो गाइजहरु मेरो साथीहरु लास्टै हन्टा काली छन् अब म गएर देखाउँछु भाइ अटो नि आउनु स्याड के भयो गर्मी गाउँ यहाँ आयो हेर्नु साथीहरु मेरो साथीहरु कति राम्री छन् तपाईहरुलाई कुन चाहियो कफी आयो खाम मोबाइल पनि आयो कति बेला खाना पाइन्छ र साथीहरु खाना पाइन्छ के हो कति बेला खाना पाइन्छ र
खाएको साको त भ्लग बनाउनु बिर्सेछु खाना मात्रै यस्तै हो भ्लग हेर्नु त अनुहार यो ल्याम्प घर लिएर जान लाग्यो मैले दिनु न प्लिज भन्छु मेरो भाग होइन केटीहरू कसरी थेसिस देखाउन हिँड्यो सरलाई यस्तो पानीमा थेसिस बुझाउन हिँडेको मान्छेहरू यहाँ पानी परेर बिच बाटोमा Guys, finally we are in college. Masters पढ्न आइसक्यो हिजो ब्याचलर सक्यौँ आज चाहिँ मास्टर्सको क्लासमा यो मास्टर्सको क्लास हो मास्टर्स इन के अरे इन्टरनेसनल रिलेसन हो हाम्रो होइन मेरो त नेसनल रिलेसन हो के हुन्छ 100% एआई 80 वाला हो 75 कसको कलम हो यो मेरो सबैलाई दिएको अझ लेख्न पर्यो चोर चोर त कतिको चोर नि भनेर चोर त जागा नि चोर के वान्स अ चोर अलवेज अ चोर अब लाइसेन्सको पढ्नु पर्छ सबैको कपी चोरेर साथीहरू हामी कलेजमा आम थेसिसको के गर्न अरे बुझाउन देखाउन सरलाई देखाउन हाम्रो एउटै सुपरभाइजर हो टाटो हामी टाटो भएर सरले चाहिँ हामी टाटो केटाकेटी राखेको मैले मेरोमा भन्नुभएको थियो कस्तो हुन्छ नि सर दुईवटा बेस्टलाई राखिदिने फेरि एउटै ठाउँमा धन्न साथी भयो सुरुदेखि त्यस्तै गरिदिन्छन् नि हामीले होइन अरूसित भएको भए त मजा आउँथ्यो ठाउँमा पारिदिन्छन् हामीले लगभग उसमा के त्यो सुरुमा हामी लुम्बिनी जाँदाखेरि दुईजनालाई क्याप्टेन बनाइदिएको थियो नि 10 जनाको लुम्बिनी जाँदाखेरि के बिर्स्यौ त्यो लुम्बिनी लगेको थियो नि इन्ट्रान्स पढ्दाखेरि दुईजनाको नाम त हाइलाइट गर्थ्यो क्याप्टेन यस्तो गर्छन् होला कि एउटा सम्झनालाई बनाइदिए पर अर्कोले नराम्रो मान्छे भनेर टुट्टैमा बनाइदिन्छ यो पानी बस्ने कि जानी लरी लरी लै लै मेरो सिबी देखाइदियो पानी पर्यो साथीहरू सिबी देखाएर कसले जब दिन्छ र तँलाई ल देखा त्यही पनि तिम्रो मोबाइलमा दिने जस्तोकोहरू वाउ ल हेर्नु है साथीहरू एक्सपिरियन्स ऊ त्यही लोलामा पैसा लियो क्लबको 1000 रुपियाँ तिरेर त्यही भन्न भयो अरू खै त स्किल बेसिक कम्प्युटर यति हो भ्याइ सुरु हुन नपाउँदै के हो र मसरु अब त्यही यहाँ त ब्याचलर लेख्न पर्यो नि अब त हैन हामीले अब यो तल फाल्न जाँदैछौँ ल आइज छप यो हो सबिनाको ब्ल्याङ्केट र यहाँ डसना अब यहाँ हामीले यसलाई तल फालिदिने हो यहाँबाट माथिबाट आइज लिएर हेर पहिला हेर के हो ढ्यान टाडान ल फाल रुक दिदी बहिनी छुट्टी नलाखाने यहाँ भाडा बाँडेर के रोइस र धेरै भाडा पऱ्यो तँलाई
5 वर्षमा काठमाडौँ जाने रहेछ 5 वर्ष बुढोको गर्मी खानु भनेर मेरो स्कुललाई गर्मी छ ल मेरो घर छैन नि गुड्काउनेवाला सुटकेस त्यही भएर यस्तो त भिखारी लैजानु म त यस्तोवाला भिडियो बनाउँछु सुटकेसमा बसेको वाला एयरपोर्टमा यस्तो लाउँथ्यो ओ नक्लब कलिङ नबोल्ने जुत्ता लाएर जस्तो टक्कै हामीले लिएर जाने गाडीमा यस्तो यस्तो लिएर देउरा झोला लिएर बोरा पनि अब राजधानी कलिङ भन्दै बोल्यो अगाडि सर्वस विदेश जान जाऊ साथीहरू तिमी जाने तान्नै सकिएन नि हामी बेलबासलाई बाई बाई गरिदिँदैछौँ मेरो साथीहरूको रुमलाई बाई बेलबास बाई 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 बेलबास बाई बाई बेलबास अस्ति मेरो सर थिएँ आज यिनीहरूको पालि हो रोही है चुरा लाएर हामी घर आयौँ घर आएर नुहाइ गरेर अनि चटपट खान लागेको अनि म पनि घर जाने हो बाई बाई भ्याइ अब भ्लग